असाध्य आलो छ असाध्य आलो छ सुनिले बदलालाई भगाउने पालो हाम्रो बार्ने प्रोग्राम चल्दा ओइ आउन एउटा भित्र जाँदा रहेछु ओइ एउटा यहाँ आउन ए पनि आज ल हाम्रो यो चाहिँ रोस्टाको लागि अन्डा सन्डा हालेर अन्डाको खोलर यता छ अनि हाम्रो 3टा चुल्हा रेडी भइसकेको छ है यता 3 चुल्हा रेडी भइसक्यो धेरै पछि मेरो युट्युब च्यानलमा भिडियोहरु आउने छ हाम्रो पोखरीको रमणीय यो नानीहरु पारी छन् उ ल ल हाम्रो साउदीको कुक यता हेर्दा साउदीको कुक छ यहाँ यहाँ दाइले अब रोस्टा बनाउने नेपालको आगो बाल्ने मान्छे ल हाम्रो कइलो भाइ यहाँ छ उ ट्याक्क मेरो युट्युब च्यानललाई सब्स्क्राइब सबले व्यवस्थापन समितिका अध्यक्ष व्यवस्थापक हाम्रो नरे मामा भाइरल फटिङरावाला ल यसरी हाम्रो बिरयानी हुँदैछ हाम्रो यो बरा डाँडाको रमणीय पोखरी हो यो चाहिँ बनाएको पर्दैन नानीहरु दशैंमा कसैले त्यहाँ हुँदैछ ल हाम्रो रोस्ट हुँदैछ त्यहाँ चाहिँ केटाहरुले रोस्ट बनाउँदैछन् फेरि कस्तो टोपी हो यो 4 दिन बस्नु रोस्टको लागि यता छ है यता तेल ल्याउ केटा यता चाहिँ खसीको मासु ओइ तेल ल्याउ त यता चाहिँ खसीको मासु रोस्टको लागि विशेष अर्को बदल पनि ल विशेष गरी रोस्टको लागि कमेन्टमा देखिन्थ्यो कमेन्टमा ल गाइस साउदीको कुकले चाहिँ पकाउँदैछ यहाँ के छ साउदीको कुकको हालखबर त्यो मटन हो कि चिकन हो मटन त्यहाँ देखादैन मटन एकदम साउदी तरिकाले पकाइरहेको छ साउदी कुकले यतै दुईजना यहाँ छन् पाक्दैछ है गाइस पाक्दैछ ओइ पानी ल्याऊ ल साउदीको कुक बोले खाने हो र त्यहाँ ल यहाँ रोस्टा पाक्दैछ गाइस अड्डाउ भन्ने माने छैन ल अघि नै अड्डाउनु पर्ने ल हाम्रो कैलु ल स्यान बाहिर कैलुले रोस्टा फराइ भर्र उमाल्दैछन् उता ल साउदीको कुकले अब अझै मासु हाले छैन यहाँ मटन पकाउँदैछ पुरै पानी पर्यो है आज चाहिँ पिकनिकमा थोरै पानी हाल्नु नि पानी हाल्नुपर्छ अलिकति चिरिक्क भएर त हाम्रो बरा डाँडाको पोखरी हो यो यस्तो छ पोखरीहरू अब त के गर्ने भुट्ने तिरला भुट्ने पोखरी यस्तो छ हाम्रो बरा डाँडाको पानीले यस्तो सुन्दर गराएको छ तर ल साउदीको कुकले ल आदेश दिइसक्यो ल मासुले साउदीको कुक ल पछाडि नखिचे बास ए पहिले यो भएन के हालिसकेपछि फोटो खिच्नु पर्छ हो कि ठुलै मसलासँग पाक्न खोज्छ नि त्यति बेला खिच्यो गरे यहाँ ल साउदीको कुकले चलायो ल ल साउदीको कुकले चलायो है मासु म मिलाइहाल्छु यो चाहिँ हाम्रो पुलावको लागि हो मामाजी पुलावको लागि यो डेक्ची मसिन लगाएर ट्याक्क यो मसिन नलाउने भने फेरि जल्छ घरमा गाली गर्छन् ल दाइले यता के यो पुलाव पकाउने हो दाइ ल हाम्रो यता छ एकदम लोकन्ते कन्या केटो ठाकुर ज्यावाली के त ठाकुरजी पोल्ट्या रहेछ त यार
ल ल ल साउदीको कुकले चलाउँदैछ ढाकेर एकदम मजाले पकाऊ है त साउदीको कुक झोल गराउनु पर्छ है त यो पुलाउसँग खानलाई झोल हो यो झोल पनि हुन्छ अनि यहाँ मान्छे कति छन् त्यो अनुसार पुर्याउने के गर्ने हाम्रो साउदीको कुक मेल्ने गर्नुहुन्छ ल चराउनको लागि बनलाई चराउनको लागि भइसक्यो तिनटा ल ल बनलाई चराउनलाई हाम्रो मामाजीले म त्यहाँ खा त ढुङ्गो ल ल ल ल ल गाइज यहीँ हो ए हाम्रो बनलाई चराउने यहीँ हो ल ल ल ल ल ल ल हाम्रो वनको सबै रागा सागा सबैले मिलेर भूत प्रेत सब भूत प्रेत कसैलाई केही नहोस् हाम्रो पिकनिक सफल गराइदिनु कसैलाई केही नहोस् ल मिलिजुली खानु अझै अरू पाक्दै गर्छ अरू चराउँदै गर्छौँ हामी ल ल ल पाक्यो है साउदी कुकको छाला उठा त छाला अरू दाख्ने पनि छाला दाख्ने त्यसको छाला त खाना कप गर्दा मुखबाट पान खाए जस्तो धुवा निकाल्दै पानी हाल्दै हुन्छ अब एकछिन होइन मिलाउँदैछु अझै ट्याक्क मामाजीले मिलाउँदै हुनुहुन्छ अर्को बान पाक्छ एक बान पाकिसक्यो अर्को बान त्यो कलरले पनि ल मेरी परान प्यारी माया डल्लु यहाँतिर बसेकी छिन् भर्खर पलान लाया डाले घाँस ल गजक्क हेर्नु भा ल ल हाम्रा नानी बाबुहरू यहाँ दोरी गाउँदैछन् केटा केटी लाजले मस्क्या छन् केटाकेटी लाजले मस्क्या एडिट गरिन हाल्छु एउटा म्युजिक यो युट्युबको लागि कम्पोज नगरी भएन 4-5 हजार खर्च गरेर के छ त मेरो बर्थडेको भनाइ सिगान झार्ले फेरि साउदी कुक हो ल बास पुलाव मात्र देखायो क्या मैले टाढाबाट देख ल ल ल ल पुलाव पुलाव लाटो लाटो नभन बाटो छ हाम्रो असाध्य आलो छ असाध्य आलो छ सुनिले बदलालाई भगाउने पालो मादल को ल्या मादल हो यो मादल हो कि डेक बजायो यहाँ ओ मामाजी मादल कहाँ यस्तो आवाज आउँछ यार यति ठुलो यार हाम्रो बार्ने प्रोग्राम चलिरहेको ओइ आउ न एउटा भित्र जाँदो रहेछु ओइ एउटा यहाँ आउ न मामा लाउन हाल्दिनु ओ बाबा अबे हाल्दिनु कति हाल्ला र किला खाउनु पहिला पहिले डिउ थापै नखा गरी उठ्नु है एउटा आउने एउटा रोसा हाल्देऊ न एउटाले फेरि यताबाट म त बार्ने एउटा यहाँ सानबाले बार मामाजीले रोस्टा बार्नु दुई पिस पुग्छ मामा छुट्टा छुट्टा राख्नु टाउको राख्नु यस्तो गरे ट्याक्क ठुला भइहाल्यो अहिले ट्याक्क हामीले पनि यस्तो गरी चोइहाल्नु म चाहिँ क्यामेराम्यान विशेष गरी हाय गाइस हामी चाहिँ पब खाना खाँदै छौं
पिकनिक खायौँ अलिअलि अब यस्तो केटाकेटीहरू आएको थियो अब बाबु नानीहरूले फाल्यो अब हामी उठाउँदैछौँ गाइज हाम्रो मामाजीले उठाउँदै हुनुहुन्छ ल सरसफाइ अब आधा टोली उता खाँदैछ टोली यता सरसफाइ हामी चाहिँ एकदम खोर नगर्ने एकदम ल एकछिन यतिकैमा ल गाइज हामीले पिकनिक खाइसकेर पिकनिक स्पोट बरा डाँडाको सरसफाइ अभियान हाम्रो भइसक्यो हा ल मामाजीले एकदम लागि पर्नु भयो भाइले यता सबैले यस्तै गर्नु त हाम्रो बराबर अरू टोलले धेरै फोन गरेर त्यही बेला आज हामीलाई धेरै दुःख लाग्यो बराबर पर्यटन सभा चाहिँ गर्नुपर्छ है पिकनिक खाना आउने जताभावी जाति जुन थालीमा खाने जुन त्यही थालीमा हो भने जस्तो व्यवहार गरिरहेको छ पहिला टोलले हामी सफा चाहिँ गर्नु पर्यो भनाइ हाम्रो त्यही हो हेर्नु न पोखरी कति राम्रो देखिया छ हाम्रो हेर्नु त आहा वरपर प्लेटहरू त्यस्तै ठरान ठरान पारेको छ सबै उडेछन् अंकल भयो नवीन एक चिज चिच्चा न